देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि समयमा विचार नपुर्याउँदा जनतामा झनशास्ति थपिएको छ। विकासका नाममा जनतामा पीडा थपिएको छ। यसको ज्वलन्त उदाहरण बनेको छ बारंगाको कजबे र चार मौजाको कुलो। बारंगा नगरपालिका वडा नम्बर 6 भगलापुर, अमौली, बैदौली, सठौली बनकसियाका किसानले खेतमा सिंचाइ हुने कुलोलाई चार मौजा कुलोको रूपमा चिनिन्छ। प्रत्येक वर्ष कुलो सोर्ने समय आउँदा बाँधको चर्चा हुन्छ। यो कुलाको बाँध बारंगा नदीमा घेरुवा बनगाई खुटेरी जोड्ने हाल भत्किएको कजबे पुलको केही माथि रहेको छ। यो कुलाको बाँधमा बाह्रैमासे पानी हुन्छ। यस ठाउँबाट परम्परादेखि बाँध बाँधेर पानी चलाउने र बाह्रैमास पानी सिंचाइ गर्न पुग्थ्यो। यही कुलाको पानी देखेर मनग्गे खेती उत्पादन गर्ने उद्देश्यले यस ठाउँमा पहाडबाट बसाई झर्ने धेरै छन्। बारंगामा गिट्टी बालुवा उत्खननले गहिरिएको नदीमा पक्की बाँध बनाउन भन्दै सरकारी निकायबाट प्राप्त 10 लाख र जनश्रमदानबाट कुलोको बाँध बनाउने प्रयासको थालनी भए पनि यो कुलाको बाँधमा क्रेसर उद्योग खोल्न इजाजत दिएपछि कुलो पूर्ण रूपमा बन्द भएको छ। बोरिङ, मोटर वितरण खेल, अन्य कुलोमा उपभोक्ता मिसिने कथा निस्केका छन्। यसको मूल उद्देश्य क्रेसर उद्योग सञ्चालन, नदीजन्य पदार्थको उत्खनन र त्यसको व्यापार ठेक्का कमिसनमा सबैको ध्यान केन्द्रित भएर हो भन्ने जनगुनासो छ। धेरै वर्षदेखि यहाँका किसान सिंचाइबाट वञ्चित छन्। वर्षौं बाँध बाँध्न स्याउला बोक्ने, कुलो सोर्न जाने व्यक्ति यहीँबाट निर्वाचित भएर सांसद, कृषि मन्त्री भए पनि कुलो बनेन। यहीँबाट चुनाव जितेर वर्तमान भूमि व्यवस्था तथा सहकारी मन्त्री, प्रदेश सांसद, यहाँका वडा अध्यक्ष, सदस्य, मेयर, यही वडाबाट उपमेयर भए पनि सायद कुलामा पानी चल्दैन भनेर बिर्सेर हो वा प्रयास गर्दा पनि प्रयासले पुगेन। यस विषयमा कतै कुरा उठेन वा कतै योजना बन्दैछ, जनता बेखबर छन्। पुर्खादेखि चलेको कुलो बन्द हुँदा बोल्न नसक्ने किसानको आवाज नेतृत्वमा रहनेले निकाल्छन् वा आन्दोलन गर्नुपर्ने हो, यो कसैले भन्न सक्दैन। यति बेला कजबे पूर्ण रूपमा भत्किएको छ। आवत जावत पूर्ण रूपमा बन्द छ। वर्षा लागेपछि भगवान पुकार्न पर्छ। यता कजबे नजिकै डोजर लोडर प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्ने काम भइरहेको छ। यस्तो संवेदनशील ठाउँबाट गिट्टी बालुवा मेसिन लगाएर निकाल्न कुन कानुनले दियो? के वातावरण प्रभाव मूल्याङ्कन यस्तै हुन्छ? यहाँका सबै जनताको एउटै प्रश्न छ, चार मौजा कुलोको बाँध कहिले बन्ला? क्रेसरले खाएको कुलोमा पानी कहिले चल्छ? कजबे तल बालुवा गिट्टी निकाल्ने काम कहिले बन्द हुन्छ? भत्किएको कजबे पुलको स्थानमा नयाँ पुल कहिले बन्ने हो? जवाब कता पाइन्छ? जनप्रतिनिधिको मौनता थप रहस्यमय बनेको छ किन? अरुण चौधरीका साथ म ध्रुव प्रसाद शर्मा, सामाजिक अभियान मिडिया प्रणाली, कपिलवस्तु।